तँलाई अलक्षिना भन्दा भन्दै छोरी नै पाइ छैन तँ मेरो घरबाट निक्लिहाल देखियो समाते सधैँ देख्नु हुँदैन सम्झी सम्झनु एकछिन ठिक हुन्छ ए राख्नु तपाईँले कटिङ चार्ज होला नि त दियो भन दिए दिदी मलाई मर्ला भन कटिङ जानु मिल्यो भने त्यहाँबाट फाल्नु लाग्छ टाइट जाउँ न हैन पन्छ त्यो लाइट थोरै यो टाइपबाट म त धका दिन्छु यस्तो उता चाहिँ फ्रेममा जानु पर्यो आउटबाट जाने उता जाने हो उजान परेन अहिले यहाँ लिनु पऱ्यो म अहिले काला तपाईँ छाउनु चाहिँ गाउनु वेस्ट सर्ट नलिनु हुँदैन होइन यो क्यामेराकै सेट गइहाल्छ नि न यसो गर्नु त्यसो रेडी रोलिङ एक्सन माधव है तर अलक्षिना भन्दा भन्दै छोरी पाइ छैन तँ मेरो घरबाट निक्लिहाल एक्सन रेडी फेस गयो ल ट्याक गरे म हेर राम लगाएर रिएक्सन छ ल रिएक्सन ल बिचराको तनाव अलगै छ छोरी पाए पनि देखि भित्र नहुँदैछ बच्चा भित्र नआउन दिएको छु दाइ के नहुँला नदिन आयो ल बच्चा खोइ बच्चा भित्र नुहाइदिनु लागेको छ दाइ ए फेरि पनि छोरी नै पायो होइन यो मेरो घरबाट निस्किहाल अहिले भनेर ल सँगाएर त मेरो घरबाट निस्किहाल निस्किहाल एक्सन ओके वाइड होइन सबै राइट साँच्ची वाइट यस्तोमा लेसन यसो क्लोज आउनु होइन टु सर्ट आउनु म सित ताने हुन्छ मैले गर म सित ताने हुन्छ त्यो अहिलेको डाइलेक्ट उयो लिने अहिले एकछिनमा के डाली भन्नु त्यहाँ तल अलैसिन भन्दा भन्दै छोरी नि पाइ छैन त्यो भन्नु पर्छ नि हो त्यसपछि अनि त्यसपछि गर्छ समाते अनि हुत्याउँदै निक्लिहाल त मेरो घरबाट ल म न ताने बोल्छु अनि हेर्नुहोस् ल ल सर ल मोड मोड रामतिर लुक्स एक्सन लाइट फर्काऊ लाइट फर्काऊ लाइट फर्काउँ केटाकेटी हो एक्सन तँलाई अलक्षिना भन्दा भन्दै छोरी पाइ छैन गइहाल उसको रियाक्सन हुन्छ झ्याप्प म्यामलाई यहाँ पठाइदिनु त्यहाँदेखि तरै आउट गर्नु लाग्यो आउट गर्ने उसको रिएक्सन हाल्नु रिएक्सन गरेर हाल्नु पहिलो बार लिनु पर्छ त्यो मलाई लाइटै यस्तो गरेर यतिकै अगाडि हेर्नु यता मलाई उता हेर्नु पर्दैन उताबाट कट हुन्छ उता त काट्नु रिएक्सन हुन्छ ल नि ओके सर रोलिङ एक्सन तल हेर्ने रेडी रोल तँलाई अलक्षिना तैँले आखिर छोरी पाइ छैन एक्सन यहाँ ल तँलाई अलक्षिना
Rồi. Ở bằng người đây. Xa rồi. धेरै नारे 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 पछि दिदी छु है धेरै यति छ बच्चा खोइ हैन? बच्चा खोइ त्यो लाइट त्यो हैन? हो यता त्यो लाइट त्यो लाइट फलाउनु त्यो लाइट खोज्नु नि। हाम्रो सक्यो है लिने हो ल अब के अरे तलमाथि हेरेर लिने होला हैन उनीहरु भर्खर आउँदा हेरेको पहिलो सोध्ने थियो त्यो है स्याड है केटाहरु स्याड के के भयो तपाईलाई काकी मलाई गाह्रो भयो भने तिमी रुन थाला गर अब ल नआसो न यार यसो सर क्यामेरा हात दिएको चाहिँ लिदिउँ क्लस कि अब पसिना हालिदिएको भन्छ कि पुरानो त गाह्रो भनेर सुन्नु पर्यो नि के भयो भनेर कान्छ म मर्छु ल पनि भन न रेडी रोलिङ एक्सन तपाईलाई के भयो कसरी लिने हो यहाँहरुको चाहिन्छ एउटा एउटा रिएक्सन फेरि अहिले पछि पनि लिनुपर्छ होला नि अहिले सबै सकिन्छ त्यसपछि पछि नि हुनु पछि हाल्नु पानी लिम भाइ बच्चा जन्म पाइनु लाग्यो अब त्यस्तो एक्टिङ गर मर्सिका दसले मर्सिका मरिन मर्दैन भने भात पका पर्दैन त के मतलब इतिहास मर्सिका मरिँदै म मतलब पैसा पुग्छ रोलिङ एक्सन मैले घाँटी सुक्खा छ कि छैन दियो उता नभएर घाँटी ल अझै हाल्नुपर्छ भाइ रोलिङ एक्सन